जब मेरो छोराको डेथ भएपछि चाहिँ म छोराको वियोगमा थिएँ नि, त्यही बेलामा जबलेस पनि थिएँ कि। जब आफ्नो इन्कम जेरो हुन्छ नि, त्यसपछि सबैले गर्ने रेस्पेक्ट र रेस्पोन्सिबिलिटी पनि जेरो हुँदो रहेछ कि। यो मैले भोग्दै आएको र भोगेको पनि आफ्नो छोरा भयो जस्तो सहज नहुने। यहाँ मेरै आफ्नै बनाउँदाहरूले पनि घरि बस घरि निस्के भन्ने होइन, नाना थरी भन्ने के। बिहे गरेर गइसकेपछि झन् छोरीको कुनै पनि घर हुँदैन। यदि छोरीको बिहे गर्नु छ भने दाइजो होइन घर दिएर पठाउँदा बेटर के। ऊ आफ्नै स्वतन्त्रले बाँच्न सक्छ अनि हाँस्न सक्छ। कुनै क्वेसनै हुँदैन क्या त्यहाँनिर आफ्नो घर भएपछि। तर अरूको घरमा हाँस्दा पनि किन हाँसिस् र रुँदा पनि किन रोइस् भन्ने क्वेसन आउँछ के। म आफ्नो छोराको वियोगमा पनि खुलेर रुन पाउँथिनँ कि। यदि रोयो भने पनि नाटक भन्ने गर्थे, फेरि आफन्त बनाउँदाहरूले नै। त्यसैले साथीहरू, मनी इज एभ्रिथिङ भन्छ नि, आजकल मलाई पनि त्यस्तै लाग्छ, मनी इज एभ्रिथिङ।